So namaste to all, welcome back to my YouTube channel. So आज चाहिँ लक्ष्मी पूजा र लक्ष्मी पूजाको चाहिँ अब आज एकदम तयारी हुँदैछ नि हाम्रो घर चाहिँ हेर्नु न यिनीहरू यहाँ के गर्नु हेलो मिस हाई भन्देऊ न सन्चै हुनुहुन्छ चाहिँ बिहानी हुनुहुन्छ अरे अनि यहाँ चाहिँ हाम्रो एकदम विशेष तयारी हुँदाखेरि यो पिठो हेर्नु न पिठो यहाँ जिलिङ्गा मेरो स्वर चाहिँ अर्कै सुन्ने आँलाई एकदम जुवा लगाउन थाल्यो है मलाई चाहिँ मम्मी चाहिँ यहाँ के को लागि बनाउनु भएको नि मम्मी यो भर लक्ष्मी पूजालाई रोटी बनाउनु यस्तो दामी रोटी बन्छ माताश्री सन्चै हुनुहुन्छ ठिक छु बा हो मम्मीले रोटा पकाउन भनेर पिठो मुस्नु छ मैले गिला रोटी बनाएछु तावामा ल खाऊ ए चिया पारिएछ मेरो यो चिया र यो रोटी चाहिँ मैले खाने चाहिँ अब तातै खाऊ अहिले लुगा धुन चिसोमा धुइराखेको छु अहिले चाहिँ कति बजे भन्दा कति बजे 3:30 लगभग 3:35 तिमीले यहाँ के गरेर लक्ष्मी पूजाको टाइम एकदम राम्रोसँग हुँदैन हुन्छ अब चाहिँ अझै चाहिँ बेलुका है ल हामी चाहिँ अब अहिले घाममै उसो लिप्न थाल्यौँ हामीले अहिले बेसी झ्याप्पै सुक्छ अहिले रङ्गोली बनाउने बेलामा यसरी मम्मीले लिप्नु भयो उहाँ यसरी हाम्रो आमाले चाहिँ एकदम रोटी बनाउनुहुन्छ नि त त्यही भएर अहिले आराम गर्नुभयो एकैछिनमा चाहिँ के गर्ने गर्नुहुन्छ यसरी लिप्नु भयो क्या हाम्रो मम्मीले कति गोलो है माताश्री हजुरकै नाति नि होइन रे शिक्षा यता हेर्नु न कति हाम्रो आमा हेर न कति गोरी हुनुहुन्छ कि हाम्रो आमा जस्तो अरू कसैको आमा हुनुहुन्छ यता हेर्नु न यस्तो उज्यालो फेस होइन हाम्रो आमाको जस्तो अरू कसैको हाम्रो आमाको नाम उजेली हो कि यत्तिकै उजेली भएको होइन नि आमा मभन्दा गोरी हुनुहुन्छ कि मभन्दा गोरी हुनुहुन्छ आफूले गोरी भन्दो रहेछ खोइ यता हेर्नु त हजुरले यस्तो यता हेर्नु न हेर्नु न एकचोटि कति इग्नोर हानेको र मलाई यहाँ हाम्रो निरु चाहिँ मम्मीले कसरी लिप्नु भयो भनेर हेरिस्याएको छ कि निरु बेबीले लक्ष्मी माता तिमी लक्ष्मी माता होइन तिमी हो कि लक्ष्मी माता मैले नि त्यही भन्न लाग्थेँ हेर त हाम्रो माताश्रीले चाहिँ एकदम दामी रोटी बनाउनु भयो वाउ छ तर मैले पकाइदिएँ नि आमाले चाहिँ छिटो गरेर पकाइहालिदिनु भयो कि आमाको भेजे त अब अर्की आमाको पालो अर्की आमालाई रोटी पकाउन जान्दैछु रोटी पकाउन जान्नुहुन्न कता हो त त्यो तेल हाल्न पनि जान्नुहुँदो रहेछ हाम्रो दुई घर एकदम रमाइलो छ भन्ने अरे कि ए मुख जुठो हाल्ने बनाइसकेछ नै म चाहिँ थिइनँ कि घर नहुँदाखेरि यसरी लक्ष्मीको पाइला टक 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 पुऱ्याइसकेछ नि यहाँ र त्यहाँ चाहिँ बनाएको मैले बनाउँछु कि अब त्यहाँ तल घरबाट बना म यहाँ बनाउँछु कि दियो बनाउँछ दिदीले आधा लिएर जाऊ अनि म के अरे म चाहिँ कलरहरू लिएर जाऊ दिदीले रङ्गोली बनाउँदै हुनुहुन्छ अब यहाँ चाहिँ हामीले त दियो के पानी हाल्ने अनि दियो भने मैले यहाँ हात छोइदियो भने यो चाहिँ के अरे कमल फुल
यो यस्तो छ। ए यहाँको रङ्गोली चाहिँ हेर्नुभएको होइन, यतातिरको। सिधै जान्छु अब म यहाँ फेरि अलि अँधारो हो क्या। यहाँ अब फेरि तुलसी मोडमा देख्न रोक्ने म बत्ती लिएर आउँछु। तुलसी मोडमा ट्याक्कै दियो टाइपको, ट्याक्कै। यहाँ त डिजे बस्दैछ। तर यहाँ यो झै बनाउने रहेछ। यहाँ बनाएको छैनौँ हामीले। गाइस बढिसकेको छ रात भनेर अघि पढेको पढ्न त मैले चाहिँ रङ्गोली बनाएर भ्याएँ। यहाँ फेरि योगदान फेरि धेरैको छ, मैले मात्र बनाएको होइन कि यहाँ सबैले बनाउनु भयो। हामीले चाहिँ पूजा गरे होइन भने अहिले चाहिँ भर्खरै यहाँ उसै बनाएँ। यो मम्मीले बनाउनु भएको होइन, यो त्यो छाप्ने कुराले बनाएको, यो पनि छाप्ने कुराले बनाएको। अनि सट्ट गएर यो चाहिँ मैले बनाएको है साथीहरू, यो चाहिँ मैले बनाएको। अनि गएर यो पनि मैले गराएको। ल त साथीहरू रङ्गोली कस्तो भयो भनिदिनु होला। यहाँ चाहिँ हाम्रो क्युट परिहरूलाई चाहिँ रङ्गोली बनाउनु मन लागेर बनाइराखन् के। मन लाग्छ कि बच्चाहरूको पनि हो नि। हाम्रो मम्मी चाहिँ यहाँ के गरेर बस्नु भयो। ए उता घर हेर्नु यता त झिलिमिली झिल्ला तातो रोटी मिल्ला तिहार आए जस्तो फिल हुनुपर्छ कि होइन र। तिहार आए जस्तो फिल। यहाँ पनि पहिला झिलिमिली लाग्थ्यो, यसपालि लागेन। यो मन्दिर सकला मन्दिर तलकै टल्के थियो कि अघिल्लोचोटि के। हाम्रो घर चाहिँ पुरा पूजा भएन, अब हुँदैछ, हामीले गरिँदैछ, अब हुँदैछ, बिस्तारै हुन्छ हो चाहेको। यहाँ चाहिँ अर्को रक्षा लम्सालले चाहिँ भिडियो गराउँदै हुनुहुन्छ कि। हेलो रक्षा लम्सालजी। यहाँ चाहिँ हाम्रो दिदी होइसिन्छ हजुर ब्लग। ओहो अझै टिकटक पो हो क्या हो? ए अब यस्तै छ हाम्रो। अब चाहिँ हामीले यहाँ बत्ती बालिदियो कि पुरै रेडी हो कि, कतिवटा 21वटा हो कि कतिवटा हो। सो गाइज यहाँ चाहिँ मम्मीले यसरी बाल्नु भयो होइन बत्ती सर्लक्कै। यहाँ चाहिँ एकदम राम्रोसँग चाहिँ बत्ती बाल्नुपर्छ, हावाले उडाएर केही पनि हुनुहुन्न है। हाम्रो रक्षा मैचाङले चाहिँ उहाँ उस गरिरहनु भयो कि पटेकाइरहनु भयो। यहाँ चाहिँ यस्तो दामी देखियो। सो गाइस फाइनली तयार भइसकेको छ हाम्रो घर झिलिमिली। हाम्रो निरो लक्ष्मी देवी हो कि मेरो माया लक्ष्मी देवी छ। हामी चाहिँ अब यस्तै त्यहाँ चाहिँ पटेका खाँदै कि कसले हो, कुन भूतले आलु बम पड्काएको। अब चाहिँ यहाँ लक्ष्मी पूजा गर्नको लागि हामीले यस्तो गरेको। पूजा विधि सहित चाहिँ हाम्रो लक्ष्मी पूजा चाहिँ सम्पन्न भयो। सो आजलाई चाहिँ यति नै। बाइ बाइ। लाइक शेयर सब्सक्राइब।